उहाँ हुनुहुन्छ हाम्रो प्रवेश पाण्डे, अल्फा बेटा इन्टरनेसनल अर्गनाइजेसनका ट्रेनिङ म्यानेजर हुनुहुन्छ। सर, कार्यक्रममा हार्दिक स्वागत छ हजुरलाई। अल्फा बेटामा तपाईँ जोइन हुनुभएको कति समय भयो हजुरको? मेरो अहिले लगभग 3 महिनादेखि भयो। 3 महिनाको अनुभवमा तपाईँले अल्फा बेटामा आएर सिकेको केही कुराहरू छोटोमा मैले अल्फाबाट धेरै कुराहरू सिकेँ भन्नुपर्छ। अहिले हजुर, बिजनेस कसरी गर्ने, बिजनेस टाइकन कसरी बन्ने, एउटा असल मान्छे कसरी बन्ने। एकैछिन सर, म थोरै यही कुरामा रोकिहालेँ। असल मान्छे बन्नको लागि अल्फा बेटामै जोइन गर्नुपर्ने हो? हो, यदि कोही असल मान्छे बन्न चाहनुहुन्छ, बिजनेसमा पारङ्गत हुन चाहनुहुन्छ भने अल्फा बेटामा जोइन हुनु। अल्फा बेटा र बिजनेस कसरी कनेक्ट हुनसक्छ, कसरी तिनीहरूको कसरी चाहिँ तिनीहरू एकीकृत हुनसक्छ, तिनीहरू कसरी नङ र मासुको सम्बन्ध कसरी हुनसक्छ? त्यसो अल्फा बेटा भनेको त्यसको एउटा बिजनेस प्लेटफर्म पनि हो। अल्फा बेटाले हामीलाई एउटा राम्रो बिजनेस गर्नको लागि एउटा हामीलाई के सिकाउँछ, पहिला असल मान्छे बन्नुपर्ने हुन्छ। आफ्नो एटिट्युड भयो, आफ्नो बानी व्यवहार, आफ्नो डिसिप्लिनलाई मेन्टेन गर्नुपर्ने हुन्छ। किनकि हामीले ठुलो बिजनेस गर्नुपर्ने हुन्छ, बिजनेस टाइकन बन्नुपर्ने हुन्छ। त्यही भएर हामीले पहिला असल मान्छे बन्नुपर्ने हुन्छ, नियमित समयनिष्ठ र एउटा कर्मनिष्ठ भएर काम गर्नुपर्ने हुन्छ। तब हाम्रो बिजनेस पनि के हुन्छ, हाम्रो ग्रो अप हुन्छ। सो हामीले असल मान्छे बन्ने, त्यसपछि बिजनेसलाई हामीले ग्रो अप गर्ने। त्यही भएर बिजनेस प्लस हाम्रो क्वालिटी गुणहरू यसमा दुवै समावेश हुन्छ। एकैछिन सर, तपाईँले सुरुबाटै जोडिरहनु भएको छ, असल मान्छे हुनुपर्छ, एटिट्युडलाई डेभलप गर्नुपर्छ भन्ने कुराहरू तपाईँले सुरुबाट जोडिरहनु भएको छ। मान्छेले ब्याचलर पढ्छ, डिग्री पढ्छ, पिएचडी पढ्छ, मास्टर पढ्छ, होइन, भनौँ न, उसले धेरै अनुभवहरू लिइरहेको हुन्छ, उसँग पनि केही बिजनेस आइडियाहरू त हुन्छ, तर उसले पनि मार्केटिङ सेक्टरहरू पनि लिइरहेको हुन्छ। त्यसमा पनि तपाईँले भनौँ न बिजनेस स्टडीहरू पनि गरिरहेको हुन्छ, होइन, जसमा पनि तपाईँले हरेक कुराहरू सेक्टरबाट अगाडि बढ्दै जाँदाखेरि अल्फा बेटा नै किन चुज गर्नुपर्ने? अरू सेक्टरबाट पढ्दै गएर पनि त मार्केटिङहरू गर्न सकिन्थ्यो। अरू सेक्टर, थुप्रै सेक्टरहरू छन् नि, त्यसमा चाहिँ किन चाहिँ अब हामीले चाहिँ अल्फा बेटा नै रोज्ने? यो प्रश्न हजुरको लागि। अरू सेक्टरमा पनि मान्छे बिजनेस गरेर पैसा कमाउँछ, हामीले पैसा मात्र कमाउनु छैन, बिजनेस गर्नु छ, धेरै कुरा सिक्नु छ, खुसी रहनु छ। हामी खुसी पनि, यदि तपाईँ खुसी रहन चाहनुहुन्छ भने अल्फा बेटाले कसरी खुसी दिन्छ सर? किनकि हामी त्यस्तै धेरै अनुभव सिक्छौँ, हामी मोटिभेसन भिडियो हेर्छौँ, आफू मोटिभेट हुन्छ, अरूलाई अल्फा बेटामै आएर मोटिभेसनल भिडियो हेर्नुपर्छ र अरू बेला चाहिँ युट्युबमा चल्दैन हाम्रो मोटिभेसनल स्पिच? ठाउँमा पनि चल्छ। जुन प्रकार हामीलाई त्यो इन्भाइरोमेन्टमा हुर्काइन्छ, सिकाइन्छ, त्यो बाहिर छैन। त्यही भएर सबै मान्छे पोजिटिभ नै हुन्छ। तपाईँ फर इक्जाम्पल लागि तपाईँ कोइला खानीमा जानुहुन्छ भने तपाईँ टच गर्नु भएन भने पनि के आउँछ, बाहिर कोइलाको त्यो छाप लागेर आउँछ। त्यस्तै प्रकार तपाईँ अल्फा बेटा आउनुहुन्छ भने तपाईँ हर कुरामा तपाईँ के हुन्छ, पोजिटिभ नै हुन्छ, बाहिर त्यो बताउनु सधैँ छैन। त्यही भएर पनि आउनु सिक्नु। एकैछिन, आम जनमानिसको एउटा विचार छ, एउटा प्रश्न के छ भने अल्फा बेटामा लागिसकेको मान्छेले केही प्रडक्ट लिएर कस्टमरमा गएर बेच्ने भन्ने छ कि मान्छेको। आम मान्छेहरूको सोच के छ भने अल्फा बेटा भनिसकेपछि उनीहरूले के सोच्छ भने डाइरेक्टमा सेलिङ गर्ने, हाम्रोमा आउने सेल गर्ने। यही दिमागमा सोचिरहेछ कि यो सही हो या गलत हो भने कुन तरिकाको गलत हो, के भन्नुहुन्छ यो विषयमा? पहिला त गलत होइन, जसको न्यारो कन्सेप्ट छ त्यसको लागि त्यसको थिङ्किङले त्यसको भर पर्ने कुरा हो, त्यस्तो होइन भन्नुपर्छ। मार्केटिङ भने हामी न्यारो सानो भाग हो, हामी धेरै अरू पनि ब्रान्चहरू, अरू पनि सेक्टरहरू सिक्नुपर्ने हुन्छ। त्यो एउटा सानो पार्ट हो भन्नुपर्छ मार्केटिङ चाहिँ। त्यो त हाम्रो कम्युनिकेसन स्किललाई खरो दह्रो बनाउनको लागि गर्नुपर्ने हुन्छ, त्यो मान्छेको बुझेअनुसार हुन्छ। एकैछिन, तपाईँले यो कुरा जोडिरहँदाखेरि अल्फा बेटाबाट आफ्नो फ्युचर कसरी हेर्ने, फ्युचर कसरी निर्धारण गर्ने, अल्फा बेटाले के हाम्रो जीवनमा जति पनि एचिभ गर्न सक्छौँ सबै एचिभ के अल्फा बेटाले सम्भव छ? सम्भव छ। अनलिमिटेड सक्सेस पाउन चाहनुहुन्छ भने तपाईँ अल्फा बेटामा आउन सक्नुहुन्छ। किनकि तपाईँले यसमा जोइनिङ भएपछि चाहिँ कम्फर्ट जोनलाई चाहिँ तपाईँले त्याग्नु पऱ्यो। यसमा चाहिँ तपाईँको मजा होइन, सजा हो भन्नुपर्छ। किनकि सक्सेस हुनको लागि यसलाई नै हामीले अवलम्बन गर्नुपर्ने हुन्छ, फलो गर्नुपर्ने हुन्छ। अन्तिममा तपाईँ हाम्रो भिडियो हेरिरहनु भएको दर्शक श्रोताहरूलाई अन्तिममा के भन्न चाहनुहुन्छ र मैले छुट्याएको प्रश्न केही छ भने के को बारेमा चाहिँ सोधिदिए हुन्थ्यो जस्तो लागेको छ? समग्रमा छोटोमा केही कुरा भनिदिन सक्नुहुन्छ? समग्रमा के भन्न चाहन्छु भने यदि कोही सफलताको शिखर चुन्न चाहनुहुन्छ भने, सक्सेसको हदसम्म पुग्न चाहनुहुन्छ भने तपाईँ अल्फा बेटामा आउनु। खुसी रहन चाहनुहुन्छ, घुम्न चाहनुहुन्छ, फ्रिडम भएर ओनर भएर काम गर्न चाहनुहुन्छ भने अल्फा बेटामा आउनु स्वागत छ भन्नु। हस्, धेरै धेरै धन्यवाद, तपाईँलाई समय दिनुभयो। थ्याङ्क यू सो मच।